हेलो गाइज वेलकम टु माई फर्स्ट ब्लग। आज चाहिँ हाम्रो फेयरवेल छ। यो चाहिँ हाम्रो डेनिस भन्ने, यो चाहिँ मनिष, यहाँ चाहिँ कुशलले छ। यहाँ हाम्रो मामाले यहाँ देखिरहेको छ अवस्था। यो त हाम्रो भुवन पाठ। यहाँ हाम्रो प्रकाश सर हुनुहुन्छ। प्रकाश सर यता हेर्नु त एकचोटि। हाम्रो ज्ञाने हाम्रो मनिष छ। प्रिन्स खड्का यहाँनिर कार्यक्रम भएपछि यहाँ यसपछि चाहिँ माथि ओल्लो जाने भनेको छ। अब यसै गरी यता हाम्रो एउटा ब्लगर साथी हुनुहुन्छ, यता कुशल ब्लग्स होइन। यता हाम्रो मामा हुनुहुन्छ। खोइ मामा हाई गरिदिउँ न ल। त्यसै गरी यता हाम्रो भुवन हुनुहुन्छ, भुवन प्रसाद दाहाल नाचे दाजु होइन। हाम्रो फेयरवेल यस्तै भइरहेछ, रमाइलो भइरहेको छ। यता हाम्रो विशेष राई फुटबलर होइन। गाइज अब हामी यहाँनिरको कार्यक्रम सकेर फोटोसोटो दिने कार्यक्रम सकेर अब हामी ओल्दरबार गाईघाट जाँदैछौँ होटल। अनि त्यसपछि त्यहाँनिर सानो कार्यक्रम छ, अनि त्यसपछि हामी जान्छौँ। अब यस्तो खाता सातो उडाइदिएर फोटोसोटो दिएर अब हामी जाँदैछौँ ओल्दरबार गाईघाट। अब हाम्रो पार्ट त्यहाँनिर बसिरहेको छ हाम्रो फोटो लिएर। यस्तै छ। अब हामी 9 क्लासको बसिसकेछ बसमा, अब हामी पनि जाँदैछौँ बसमा। यता हाम्रो पार्ट हिँडिरहेको छ। ल अहिले हामी बसमा भेट्छौँ है त। अब हामी ओल्दरबार जाँदैछौँ। हाम्रो यहाँ सबिन पार्छ। अब हामी जाँदैछौँ ओल्दरबार। हाम्रो स्कुलमा लाग्दैछौँ यता यतापट्टिको 9 क्लास हो, यतापट्टिको 9 क्लास। म यता अर्को भ्लगर हो, यता अर्को। फाइनली गाइज हामी ओल्दरबार आइसकेको छौँ। यता यस्तो रहेछ ठाउँ। फाइनली ओल्दरबार यता यस्तो छ ग्राउन्ड। यता चाहिँ स्विमिङ पुल पनि रहेको रहेछ। ओल्दरबार हामी घुमिरहेको छौँ। यता हामी गइरहेको छौँ तपाईँलाई देखाउन यता। तर यहाँनिर चाहिँ धेरै फोहोर रहेछ होइन, धेरै छैन। यता हाम्रो केटाहरू यस्तो राम्रो रहेछ डाँडामा यो पालि। अब हाम्रो केटाहरू खेल्ने भनिरहेको छ होइन। अब हामी जाम होइन।
यहाँ चाहिँ यता पहाडतिर पाउने सल्लाहको रुख छ अनि यता ठाउँ चाहिँ राम्रो रहेको छ अलिकति फोटो सोटो खिच्न पनि यो यता पुरानो डिजाइनको घर पनि छ हेर्नु होला यहाँनिर पुरानो डिजाइनको घरहरू छ यता सल्लाहहरू यता हाम्रो केटाहरू छ ठाउँ चाहिँ राम्रै रहेछ दामी छ हल्का डाँडामा पनि होइन हाम्रो सकिसकेको छ टक्क अब जाँदै हो हामी पक्क हाम्रो खाने कार्यक्रम सकिसकेको छ गाइस यता यहाँनिर पुरै नाटक भएर राखेको छ झ्याप भएको जस्तो यस्तो छ माहौल यताको यहाँनिर डान्स कार्यक्रम भइरहेको छ अब हामी के अरे फर्किँदैछु यहाँबाट अब प्रोग्राम भएर फाइनली गाइस म घर आइसकेको छु फेरि सकेर मलाई तिनीहरू बाटोमा छोड्दै अब भोलि फेरि भोलिदेखि चाहिँ कोचिङ लाग्ने छ अरे अब म चाहिँ यस्तै छ होइन टक्क बाहिर निस्किने मस्त हावा खाने एकछिन अनि त्यसपछि लुगा सुगा फेर्नुपर्ने अब यो टक्क मिलाएर राख्नुपर्ने छ बिहान उठ्ने बित्तिकै गएको ओछ्यान सोछ्यान केही पनि मिलाएकै छैन होइन जस्तोको अब आजको लागि यति नै Thank you for watching this video. Bye.